हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सञ्चारी हुन्छ नि आशा गर्दछु। म पनि फिट फाइन छु। म चाहिँ अब यसो डुल्ने भनेर डुल्न जाँदैछु। यसो बाटोमा डुल्न जाने हो। भिडियो गरेछ। आई होप म चाहिँ हेर्नुहोस् भ्यू त हेर्नुहोस्। हेर्नुहोस् भ्यू खतरनाक छ है। हेर्नुहोस् हाम्रो गाउँहरू एकदम सुन्दर छ। हेर्नुहोस् धान पनि हेर्न सक्नुहुन्छ है। यो गाउँ पनि हेर्न सक्नुहुन्छ। मिस्टेकले धान छ। यो चाहिँ गाउँ धान हो। हेर्नुहोस् हाम्रो गाउँ कति सुन्दर छ। हेर्नुहोस् अडार लाएर एकदम राम्रो छ ठाउँ चाहिँ हाम्रो। हेर्नुहोस् बाटो पनि आइसक्यो। अस्ति भर्खर चाहिँ यहाँ बाहुलाहरू दोच्छाएको थियो। त्यसपछि चाहिँ यस्तो हालत छ यहाँ। हेर्नुहोस् यहाँ, हेर्नुहोस् यहाँ पुरै घाँस उम्रेको छ। हेर्नु चाहिँ खतरनाक। हेर्नुहोस् फुलहरू कस्तो दामी छ। मजा आएको। हेर्नुहोस् न कति राम्रो के सुन्दर ठाउँ। रुद्रपुर नाम भनेपछि त त्यही हो। हेर्नुहोस् त यो बाबु पनि सुत्रिरहेछ। हेर्नुहोस् न कान्छु। हेलो कालु, कालु आऊ यता, आऊ यता, आऊ 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 यता, यता आऊ यता, यता आऊ, यता आऊ साउन, यता 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 आऊ कान्छी। हेर्नु कति राम्रो कुकुर। हेर्नु कति माया लाग्यो कि हेर्दा पनि। आहा ए नडराउ, यता आऊ, यता यता आऊ साउन, नडराउ कि यता आऊ। किन डराइछौ? यता आऊ कि यता, यता किन डराइछौ? आऊ यता आऊ कि। अब चाहिँ घरतर्फ घरतर्फ जाँदैछौँ। अब चाहिँ घर जाँदैछु म चाहिँ। भ्यू पनि देखाइसकेँ होइन। हेर्नुहोस् बाटो पनि यस्तो छ। हेर्नुहोस् यहाँबाट हो कि। हेर्नुहोस् लगभग भयो 4-5 महिना भयो बाटो बनेको छ। हेर्नुहोस् कति राम्रो छ बाटो। हेर्नुहोस् बाटो, हेर्नुहोस् यो बाटो हेर्नुहोस् कस्तो दामी छ। लाएर हेर्नुहोस् ठुलो बाटो पनि होइन। घर जाँदैछौँ। म चाहिँ घर जाँदैछु। फेरि भ्यू देखाइदिउँ तपाईँलाई। ए टेन्सनमा नानी पनि जन्माएर रहेछ। कति राम्रो काला काला छन्। कति राम्रो छन्। माया लाउँदै जस्तो नि देख्दा पनि। घाँस खाँदो रहेछ। कति माया लाग्छ जस्तो। कति राम्रो। हेर्नुहोस् देख्दै सुन्दर छ क्या हाम्रो ठाउँ।
कति मिलेको हेर्नु हेर्नुहोस् त कस्तो मिलेको ठाउँ कि यार यहाँ छ एउटा घर एउटा यता छ एउटा यता छ हेर्नुहोस् यहाँ चाहिँ एउटा छ मिलेको छ कता एकदम सुन्दर मिलेको ठाउँ कि कति मिलेको वातावरण के न फोहोर छ पुरै सफाकै ठाउँ शुद्ध वातावरण हावा पनि लागेको छ यस्तो छ शुद्ध वातावरण हेर्नुहोस् कति सुन्दर ठाउँ ल है साथीहरू आई होप सबैजनालाई यो भिडियो कस्तो लाग्यो भ्लग कस्तो लाग्यो कमेन्टमा गरेर लेखिदिनु होला आजको भ्लग यति नै बाई बाई एन्ड जय नेपाल।